हेलो साथीहरू नमस्कार। यहाँहरूलाई मेरो युट्युब च्यानलमा स्वागत छ। यदि हजुरहरूलाई इन्भेस्ट गर्नको लागि राम्रो डेभलपमेन्ट बैंक चाहिएको छ भने अब चिन्ता लिनु पर्दैन। म हजुरलाई 4वटा राम्रो फन्डामेन्टली स्ट्रङ डेभलपमेन्ट बैंकहरू सजेस्ट गर्न गइरहेको छु र पहिलो मेरो नम्बरमा छ लुम्बिनी विकास बैंक। हजुरहरूले देखिसक्नु भएको छ, जसको EPS चाहिँ 20 छ र P रेसियो 23 छ। बुक भ्यालु चाहिँ एकदम राम्रो 205 छ। यो डेभलपमेन्ट बैंकहरुमा बिरलै देख्न पाइन्छ र यसको चाहिँ फन्डामेन्टल्ली हेर्दाखेरि यो EPS चाहिँ 20 छ, बढेर जुन चाहिँ -38 बाट बढेर Q2 को रिपोर्ट अनुसार चाहिँ 15 बाट सिधा बढेर Q3 को रिपोर्टमा चाहिँ 20 भएको हो र नेट प्रॉफिट चाहिँ यो सिधा 28 करोडबाट बढेर चाहिँ 56 करोड भएको छ Q3 को रिपोर्टमा। नेट वर्थ चाहिँ समग्रमा बढेर Q3 को रिपोर्ट आउँदाबाट बढेर सिधै 205 भएको छ र रिटर्न अन इक्विटी चाहिँ 8 बाट बढेर 10 भएको छ, जुन राम्रो मानिन्छ र NPL चाहिँ पहिलाको लेखी चाहिँ घटेको छ, तर चाहिँ यो धेरै नै हो। यदि चाहिँ कम्पनीले उठाउन सक्यो भने चाहिँ डिभिडेन्ड दिने सम्भावना चाहिँ बढी हुन्छ। अर्को बैंकको नाम छ गरिमा विकास बैंक। यसको चाहिँ सरस्वती कुरा गर्दाखेरि 415 मा चाहिँ चलिरहेको छ, बजारमा कारोबार भइरहेको छ, जसको EPS चाहिँ 23 छ र PE रेशियो चाहिँ राम्रो छ 17 छ। बुक भ्यालु 167 छ, राम्रो मान्न सकिन्छ र यसको चाहिँ सरस्वती हेर्दाखेरि EPS चाहिँ गरिमा ओभरभ्यू हेरौं। यसको चाहिँ ओभरभ्यू हेर्दाखेरि लिस्टेड शेयरमा यसको चाहिँ लिस्टेड शेयर चाहिँ धेरै नै छ। यसको चाहिँ 6 करोड छ। 6 करोड भनेको चाहिँ यो धेरै नै हो। यसले चाहिँ शेयर डिभिडेन्ड दिने सम्भावना चाहिँ कम हुन्छ यदि चाहिँ लिस्टेड शेयरको संख्या चाहिँ धेरै छ भने। पब्लिक शेयर चाहिँ अराउन्ड 3 करोड नै पुग्न लागेको छ र अब यसको सरस्वती फन्डामेन्टल 1 वर्षमा फन्डामेन्टल हेरौं। फन्डामेन्टल जुन चाहिँ बढेर 17 बाट EPS बढेर चाहिँ 23 भएको छ र नेट प्रॉफिट चाहिँ बढेर चाहिँ 1 अर्ब भएको छ। यसको चाहिँ हेर्दाखेरि प्रॉफिट चाहिँ नेट प्रॉफिट बढेको छ, तर चाहिँ लिस्टेड शेयर संख्या पनि बढी भएको हुनाले चाहिँ यसको चाहिँ दिन सक्ने हामीलाई डिभिडेन्ड भनेको चाहिँ थोरै नै हुन्छ, किनभने चाहिँ जुन प्रॉफिट चाहिँ समग्र शेयर होल्डरमा बाँड्दाखेरि चाहिँ थोरै नै आउन सक्छ है। नेट वर्थ चाहिँ 167 छ, 167 छ। रिटर्न अन इक्विटी चाहिँ 13 बाट घटेर चाहिँ 10 भएको छ। 10 भन्दा माथि चाहिँ ROE मान्न सकिन्छ। Q3 को रिपोर्ट आउँदाखेरि ROE बढ्न पनि सक्छ। NPL चाहिँ 4.47 जुन चाहिँ थोरै घटेको जस्तो छ, तर घटेको होइन। यो चाहिँ नराम्रै हो। यदि चाहिँ बैंकले आफ्नो चाहिँ कर्जा उठायो भने चाहिँ डिभिडेन्ड दिने सम्भावना बढी हुन्छ। त्यसपछि मेरो 3rd नम्बरमा छ कामना सेवा विकास बैंक KSPBL। KSPBL चाहिँ EPS 20 छ, PE रेशियो 23 छ, बुक भ्यालु 163 163 छ र यसको चाहिँ ओभरभ्यू हेर्दाखेरि यसको ओभरभ्यूमा लिस्टेड शेयरको संख्या हेर्दाखेरि यो चाहिँ 3 करोड 86 लाख चाहिँ यसको लिस्टेड शेयर छ, जुन चाहिँ पब्लिक शेयर भनेको चाहिँ 1 करोड 89 लाख 23 हजार छ
हामीले चाहिँ कम्पनीको प्रफिट चाहिँ यो सेयर सबैमा बाँडिन्छ। उनीहरूले चाहिँ प्रमोटर सेयरले पहिला लान्छन् भने पछि पब्लिकहरूले पाउँछन्। त्यसपछि चाहिँ यसको 1 वर्षको फन्डामेन्टल एनालाइसिस प्रगति विवरण हेर्दाखेरि चाहिँ EPS भनेको चाहिँ 20 छ, जुन चाहिँ स्टेडी नै मान्न सकिन्छ। 2020 Q1 बाट चाहिँ 2020 छ भन्न। अनि त्यसपछि चाहिँ नेट प्रफिट चाहिँ 58 करोड 86,98,721 छ, जुन चाहिँ बढेको थियो 19 करोडबाट 39 करोड पछि 58 करोड भएको देखिन्छ रिपोर्टमा। नेटवर्थ चाहिँ 152 बाट 163 भएको छ। पोर चाहिँ कुनै बेला Q4 को रिपोर्ट आउँदाखेरि 168 भएको रहेछ, अहिले 163 देखिन्छ। रिटर्न अन इक्विटी 12 छ। यो पनि रिटर्न अन 10 भन्दा माथि चाहिँ धेरै राम्रो मान्न सकिन्छ। र NPL चाहिँ 4.4 छ। यो पनि 4 भन्दा माथि धेरै नै नराम्रो हो। NPL चाहिँ यसले घटाउनु पर्ने देखिन्छ। र अर्को बैंक छ MNPPL मुक्तिनाथ विकास बैंक, जसको EPS चाहिँ 15 छ। यसले चाहिँ सधैँ डिभिडेन्ड दिँदै आएको छ, सबैभन्दा राम्रो कुरो। अनि त्यसपछि चाहिँ PE रेसियो 23 छ र बुक भ्यालु 155 छ। र यसको चाहिँ ओभरभ्यू लिस्टेड सेयर संख्या हेर्दाखेरि मलाई लाग्छ यो सबैभन्दा बढी यही नै हो। सबैभन्दा बढी चाहिँ लिस्टेड सेयर भएको चाहिँ यही नै हो जस्तो लाग्छ मलाई। सरी, फन्डामेन्टल यसको डिभिडेन्ड हिस्ट्री पनि हेर्न सकिन्छ। डिभिडेन्ड हिस्ट्री पनि पोर पनि 81-82 मा चाहिँ 13% दिएको थियो। यसको डिभिडेन्ड हिस्ट्री चाहिँ राम्रो छ, हजुरहरूले पनि चाहिँ हेर्नु होला। यसको ओभरभ्यू हेर्दाखेरि यसको चाहिँ सेयर संख्या चाहिँ बढी छ। यहाँ चाहिँ अघि बिग्रियो। यसको चाहिँ 8 करोड चाहिँ लिस्टेड सेयर नै छ, जुन चाहिँ अब प्रफिट आएको चाहिँ यो सबै 8 करोडमा बाँडिने हो। त्यही भएर चाहिँ क्याश डिभिडेन्ड दियो भने नि बोनस सेयर दियो भने नि काटा। बोनस सेयर दिने सम्भावना चाहिँ कम, तथा चाहिँ क्याश डिभिडेन्ड दियो भने चाहिँ यत्रो सेयर होल्डरमा बाँडिने सम्भावना चाहिँ हुन्छ। त्यसपछि चाहिँ यसको सरस्वती फन्डामेन्टल एनालाइसिस हेरौँ। फन्डामेन्टल एनालाइसिसमा चाहिँ EPS चाहिँ 15 छ, जुन चाहिँ थोरै घटेको रहेछ। र 81-82 मा Q4 को रिपोर्ट अनुसार चाहिँ 21 थियो, पछि चाहिँ बोनस सेयर नै दियो यसले। अहिले चाहिँ यति छ। नेट प्रफिट चाहिँ घटेको भन्दा नि पोर चाहिँ Q4 को अनुसार चाहिँ घटेको रहेछ फर्स्ट क्वार्टरमा, भने फर्स्ट क्वार्टर पछि चाहिँ बढेर 94 करोड 94 लाख चाहिँ भएको छ। र पछि नेटवर्थ चाहिँ 155 छ। रिटर्न अन इक्विटी 10 छ, जुन चाहिँ 11 बाट घटेर 10 भएको रहेछ। अब Q4 को अनुसार के हुन्छ। र NPL चाहिँ 4.88 छ, यसको पनि हाई नै मान्न सकिन्छ। हस्त, धन्यवाद साथीहरू। यदि हजुरहरूले लङ टर्मको लागि चाहिँ लामो समयको लागि डेभलपमेन्ट बैंक किन्न चाहनुहुन्छ भने कृपया यो भिडियोले चाहिँ हजुरहरूलाई सहयोग गर्यो होला भन्ने चाहिँ आशा राखेको छु। कृपया लाइक, सब्स्क्राइब र कमेन्ट गरेर सुझाव सल्लाहहरू दिनुहोला भन्ने आशा राखेको छु। धन्यवाद।